खै त दिदी हेलो दिदी हुनुहुन्न अब चाहिँ अब बाल काट्न अलिक टाइम लाग्ने भयो है ल यस्तै छ तबसम्मको लागि यत्तिकै ल हेलो वाट्सअप गाइस सबैलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा एन्ड इट्स मी आयुष है आज चाहिँ हामी यस्तै अब हेयर कटिङको लागि आएको थियौँ तर अब हेयर कटिङ गर्नको लागि चाहिँ दिदी हुनुहुँदो रहेछ घर जानुभएको रहेछ त्यही चाहिँ हामी यसो अहिले बाहिर आएको छौँ अब यसो यहाँ के किन्ने भन्ने सोचिरहेको छ त्यही पहिला किन्ने त्यसपछि फेरि दिदी आएपछि फोन गर्नुहुन्छ अनि त्यसपछि कपाल हेयर कटिङ अब दिदी हुन्छ है गरौँला ल तबसम्मलाई चाहिँ जय होस् ल फाइनली के किन्न थियो सब काम भइसक्यो एन्ड वी पर्चेस दिस है यो चाहिँ के हो भन्दा इट्स अ युनो कार्ड यसको बारेमा चाहिँ मलाई पनि थाहा छैन के हो है कसरी खेल्छन् तर यसको अलि नलेज भएको चाहिँ मेरो साथीलाई चाहिँ हो सो यिनले चाहिँ अलिकति यो खेलेर ट्राई गरौँ कस्तो हुन्छ भने त्यही म पनि यसो खेलिदिउँ भनेर अब किनेको अब चाहिँ हामी हेयर कटिङ सपमा जाँदैछौँ दिदी पनि आउनुभयो होला सायद त्यसपछि हेयर कटिङ हुन्छ त्यसपछि अब कता कता यसो एकछिन घुमिन्छ अनि त्यही हो घर जाने भ्याइयो ब्लग त्यति नै हो सो अब एकैचोटि दिदीको सपमा गएर भिडियो बनाउँछु ओके सपमा चाहिँ पुगिसक्यो तर दिदी चाहिँ अझै आउनुभएको रहेछ एकछिनमा आउँछ भन्न त्यो छिटै अझै आउनुभएको छैन एकछिन वेट गरिन्छ तबसम्म चाहिँ हामी यो युनो कार्ड खेल्ने अब त्यही प्लानिङ हो हेलो सो अब चाहिँ हामी के भन्छ अब यो युनो कार्ड के गर्ने अब खेल्न लाग्यो है के हुन्छ त्यसमा हेरौँ न त डब्बा फाल्दैन नि डब्बा चाहिन्छ त डस्टबिन हात लिएर डस्टबिन पेपरहरू त हाल्छ ठिकै हाल्छ खै यस्तो डस्टबिन हात हाल्ने बनाएर अब त्यहाँदेखि कुच्चाएर राखेको छ गर्ने चाहिँ लास्टै छ है त्यही पनि यसो दिदीको यसरी चढेर हिँड्छ आज दिदी आएर फिक्स गर्नुहुन्छ होला सायद दसैँ आहा अब है दसैँको बेला चाहिँ खेल्नु पर्यो त्यही हो प्रमोट गर्ने भने कि युनो कार्डलाई तास खेल्नुहुन्न खै अब मलाई फर्स्ट टाइम हो 10 बिचको नम्बर 10 को नम्बर बिचमा चुज गर्ने 7 ल लकी नम्बर 7 है ल 7वटा बाँड्न पर्ने भयो ल 7 कार्ड यस्तो नम्बर हुने रहेछ है यस्तो नम्बर हुने रहेछ नम्बर छ गर्ने ल एउटा कार्ड चुज गर टाइम सुड्नु पर्छ चुज गर्ने त्यहाँबाट लिखेर ल फर्स्ट मनै अब 2 कि त तिमीसँग यो 2 हुनु पर्यो कलर कि त नम्बर तिमीसँग 2 हुनु पर्यो 2 छैन भने रेड कलर हुनु रेड कलरको जुन पनि नम्बर पान्छ फेरि तिमीसँग 2 छ यो 2 छ त्यो पछि फेरि त्यो डिफ्रेन्ट कलरमा छ भने त्यो पनि पाइयो त्यो छैन सेम कलर छ रेड रेड हाल्नु होइन तिमीसँग 1 छ होइन मसँग 1 रेडमा छैन सेम नम्बर छ तर मेरो डिफ्रेन्ट कलरमा छ भने मेरो ब्लू कलरमा 1 छ मैले 1 हाने तिमीले ब्लू कलर फाल्नु पर्यो मेरो जस्तो सेमै पऱ्यो सो सेमी फेरि मसँग ब्लू कलर छ मसँग रेड कलर पनि छ 4 छ तर मसँग 4 छ तिमीले रेडमा छ भने रेडमा हाल्दिनु ल तिमीले रेडमा हाल्नु कार्ड मसँग रेडमा 1 छैन अब यो रेडमा म 3 फाल्दिनु रेडै फाल्नु पर्यो अब छैन भन्छ के हो
नम्बर 3 जानु पर्यो दुई छ होइन होइन यो नम्बर 3 मसँग ब्लूमा छैन मसँग रेडमा छ नम्बर 3 मा रेडमा कलर ब्लूमा छ 3 ब्लूमा छ 3 है मसँग छैन अब मसँग रेड छ ब्लू कलर छैन भने मैले सोध्न पाएको ए यस्तो हो ल भन आएन के लाइन 3 नम्बर आएन ब्लू कलर आएन मसँग ओके भन्छ तिमी आएन म म 3 छ नि त यसो मेरो टेबल नम्बर 5 मा उनो भन उनो उनो भन उनो भन्ने नि उनो उनो तिमीले गेम हुल्लायो अ मेरो चाहिँ काम बाँकी छ कति पारे ए 5 ब्लू त्यो नम्बर ब्लू है फोर ब्लू ल उनो गेम ल गेम भयो है अब फर्स्टमा मलाई थाहै थिएन है त्यही पनि अब यस्तो जित्ने भनेपछि विनर किनकि मैले चुज गरेको थिएँ 7 नम्बर अनि 7 नम्बर चाहिँ मेरो भनौँ न लकी नम्बर सो आई विन कस्तो लाग्यो मजा आयो नि राम्रो छ अझै खेल्दै गयो भने सायद इन्ट्रेस्ट बढ्न सक्छ ल अब यति थियो गेम अब दिदी कतिखेर आउनुहुन्छ तबसम्म अब कुरौँ त्यसपछि म फेरि भिडियो बनाउँछु दिदी आइसक्नु भयो यहाँको ओनर कपाल काट्नेवाला दिदी गेम खेलेको जित्यो हारियो त्यही भइरह है अहिलेसम्म 2 चोटि चाहिँ म जितेको अब यो 3 चोटि बालमा कोलेस्ट्रो गेम पनि मैले नै जितेँ वान्स अ विनर अलवेज विनर हजुर दिदी हजुरतिर भिडियो बनाए नि अलि कस्तो कारै आहा त नि यार त मैले हेर्छु नि अरूले नहेरे नि मेरो त दाइ स्न्याप होइन भ्लग हो भाइरल दिदी पनि राम्रो भए त हो कपाल त बाबु यस्तो ह्यान्डसम मान्छे फेरि के ओके अब चाहिँ हामी अब हेयर कटिङ गरिसकेपछि यसो नास्ता अब गर्नको लागि यहाँ ओस्टिल आइसक्यौँ है अब हाम्रो सधैँको मास नै यतै ओस्टिल अब भित्र जाने मस्त एसीमा बस्ने नास्ता खाने त्यसपछि घरतिर फर्किने सो आजको काम चाहिँ के थियो सबै काम भ्याइयो अब चाहिँ यसो घर आइपुगेँ है अब यति नै हो आजको भ्लग चाहिँ अब फेरि बनाउन मन लाग्यो भने बनाउँछु या फेरि बनाउन्न आई डोन्ट नो है त्यही हो ल आजको लागि चाहिँ यति नै फेरि पनि अब अर्को नयाँ भिडियोमा भेटौँला बनाउँला सो जय नेपाल जय होस्